So hey guys, what is up? Welcome back to my YouTube channel once again. How you guys are doing? I hope you are doing great. आज चाहिँ हामी 100जना बाइकर्सहरु we are going on a Easter ride. Easter holiday छ अस्ट्रेलियामा. So public holiday जस्तो. It's gonna be crazy fun. All the bikes are fucking loud. Look at the bikes, guys. नेपालीहरुले अस्ट्रेलियामा गरेछ. Woo! गरेछ crazy. R1 in front of me. I think the camera angle is alright, हैन? राम्रै देखिरहेछ होला. Hypermotor, CBR 1000, CBR 1000, CBR R1, CBR 650, CBR 600 RR. Fireblade मेरो पछाडी छ ठ्याक्कै. भाइ आउ. Crazy सनसनाट गुदगुदात भन्ने त्यो छ नि अहिले चलिरहेको टिकटकमा त्यो चाहिँ यहाँ भइरहेछ. लुक एट द लाइनअप गाइज. लेजी बार्बर्स ग्रान्डभिल आइ हुन्छ कपाल काट्नलाई. मेरो नाम लिनु भने लेजी बार्बर्समा 10% डिस्काउन्ट एनी टाइम है त गाइज. लेजी बार्बर्स गाइज. तपाईहरुलाई क्रेजी भ्लगहरु हेर्न मन छ भने चाहिँ सब्स्क्राइब बेबी सब्स्क्राइब. So guys, अहिले चाहिँ हामी ओभन जाँदैछौँ. अनि ओभन चाहिँ किन जान लागेको भने नेपालीहरु धेरै बस्छ नि त ओभनमा. सो वी अल अफ अस आर हेडिङ टु ओभन. एक लट चलपल हानौँ त्यहाँनेरि हैन. चलपल त के भन्नु पड्काउँ हैन बाइक. अनि त्यहाँदेखि कता जान्छौँ थाहा छैन. लिडकमदेखि उता राइड हुँदै जान्छ. सो गाइज उयो चाहिँ प्लेट रातो प्लेट हुन्छ नि रेड पी लेखिरहेछ. त्यो चाहिँ किन हो भने लाइसेन्सहरुको हुन्छ नि फर्स्ट P1 हो के. अनि उयो भाइकोमा चाहिँ ड्युकमा चाहिँ ग्रीन पी छ त्यो चाहिँ P2 हो. अनि जसकोमा छैन त्यो चाहिँ फुल लाइसेन्स हो क्या. ओए पड्क्यो घन्क्यो कत्रो पड्किरहेछ. क्रेजी कत्रो पड्किने यार यो बाइक. कत्रो पड्किने. लास्ट एक्जस्ट लाउड रहेछ क्या यसको. ए हो र एक्जस्टै छैन अरे ब्रो यो बाइकको. गाइज यो बाइकको आगो हान्छ अहिले. ओए पछाडिबाट ठोकिदिन्छ कि जस्तो नि लाग्छ यार. घरिघरि त यति बाइकहरू छ साइड बाई साइड सुई आइरहेछ. यहाँनिर गाइज उहाँ पनि अझै एकजना बाइकर रहेछ. को ऱ्यान्डम बाइकर जोइनिङ. मेरो साथीको जस्तै हेलमेट रहेछ नेपालमा. केटाहरूले कुदायो. धेरै कुदाउनु हुँदैन. डिमेरिट्स पोइन्ट छ डबल. त्यो पनि फाइन लगो खतरा लाग्छ. खैरे रमायो. खैरेको देशमा आएर खैरे नै रमाउने गरी बाइक पड्काएको छ केटाहरूले हैन. इन्जोइङ. ऱ्यान्डम बाइकर हो चाहिँ हैन. मान्छेहरू सबजनाले हेर्छ गाइस यस्तोमा चाहिँ. बाइक रन्कायो जस. सो गाइस आज लाइनअपमा चाहिँ CBR 650R, डुकाटी, हाइपरमोटर्ड, फायरब्लेड, SP. यो पनि फायरब्लेडै हो. उयाँनेरि पनि SP छ. यहाँ R1 छ. यहाँ मेरो बाइक छ. अनि यहाँ भाइको ड्युक छ. भाइ रमाइलो भइरहेछ तर भाइले खतरा कुदाउँछ यो बाइक चाहिँ हैन. सबसे यहाँको हरिप राइडर को सुशील. गाइज लुक एट दिस. गाइज नेपालमा पनि यो KYT को एकदम चलेको छ नि हैन. यहाँ पनि जस्ट सेकेन्ड हेलमेट चाहिँ केटाहरूले यो लाउँछन् हैन. यतापट्टि AGV R1 लुकिङ क्रेजी. 1 2 3 4 5 6 7 8 9 1 2 3 4 5 6 7 8 9 9वटा बाइक रहेछ क्या गाइज हामीसँग.
सबै सुपर बाइक हो एक्सेप्ट वान, त्यसलाई पनि अब ल्याएर सुपरै बनाउने हो ड्युक 200लाई। सो गाइज त्यही हो, तपाईँहरूलाई राइट साइड आउन मन छ भने चाहिँ यु अल क्यान जोइन द ग्रुप। अनि सन्डे चाहिँ जहिले राइड गइरहेको हुन्छौँ, तपाईँहरूले आउन सक्नुहुन्छ है त, जोइन गर्न सक्नुहुन्छ। म चाहिँ लास्टमा हिँड्छु। यो बाइक पनि हाम्रो ग्रुपमा दुईवटा म्याट ब्ल्याक बाइकहरू छ होइन, एउटा R1 भइहाल्यो, यो अलिअलि कता कता म्याट छ, कता कता साइनिङवाला छ। त्यसको अगाडि CBR छ, त्यो पनि म्याट नै हो। ओ यहाँ गुन्जिन्छ यार यस्तो टनलमा। कहाँबाट केटाहरूले अचानक राइट साइड जाऊँ भन्दैछ होइन, अचानक बनेको प्लान हो यो चाहिँ। बुढले भ्या पारिदिएर अब बटार्छन्। अब अलिकति ठुलो बाटो आयो नि त, यहाँ क्यामेरा पनि छैन। क्रेजी मजा आयो, मजा 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 मजा। लुक एट द सनसेट गाइज। उयो माथि प्लेन उडिरहेछ अनि हामी चाहिँ ओलम्पिक पार्कतिर गइरहेको हो अहिले। मेरो छेउमा आयो R1। जस गाइज हुन्छ नि अस्ट्रेलियामा केटाहरूले तल्का मचाएको छ है, तल्का अल 3 लेन्स ब्लक्ड। हेर क्रेजी क्रेजी लाइनअप, क्रेजी लाइनअप। मजा आयो। म त जस्ट घरबाट यत्तिकै हुन्छ नि दाइले बोलाएको मात्र होला भनेर बसिरहेको थिएँ क्या। मलाई त राइड छ भनेर थाहा पनि थिएन। केटाहरू यत्तिकै ऱ्यान्डम सिटहरू गर्न निस्केको होला बेलुकातिर। खासै केटाहरूले हुन्छ नि राइट साइड जाने यतिखेर बेलुका कोही पनि जाँदैन नि त। अनि म चाहिँ सोचिरहेको थिएँ दाइले यत्तिकै बोलाउनु भयो होला भनेर सोचिरहेको थिएँ। त ल अचानक 8-10वटा बाइक रेडी भइसकेछन् ग्रुप राइड जानलाई है। सो गाइज है तपाईँहरूको सपोर्ट माया चाहिँ एकदमै धेरै चाहिन्छ मलाई, किनभने मैले धेरै वर्ष पछाडि अपलोड गरिरहेको नि त। सो त्यही भएर ट्र्याक्सन लिन पाएको छैन, त्यहाँ क्यामेरा रहेछ बिपलले देखाउँदै थियो। ट्र्याक्सन लिन पाएको छैन मेरो च्यानलले। सो तपाईँहरूले हेल्प गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। अनि आई विल शो यु वन्डरफुल बाइक्स द्याट वी नेप्लिज राइड हियर इन अस्ट्रेलिया है त। आमा 4वटै लेन ब्लक, 3टै लेन ब्लक, एक सा एक। सबैजनाले यसरी ग्रुप राइड जाँदा चाहिँ एकजनाले इन्डिकेटरतिर अगाडि जान खोज्यो भने अर्कोले छोडिदिन्छ क्या। त्यो नछोड्नेहरूलाई चाहिँ लात हान्नुपर्छ अरे भेटेर। एक दुईजना हुन्छ क्या ऱ्यान्डमली। अब कतिजना, यो त ओपन ग्रुप हो नि त, कतिजना आइरहेको हुन्छ। सो कतिजनाले चाहिँ यस्तो बुझ्दिँदैन क्या, एउटाले लेन क्रस गरेर अगाडि बाटो ब्लक भइरहेको हुन्छ, आउन खोजिरहेको हुन्छ, पेल्दिन खोज्छ क्या। आजको सनसेट पनि दामी हुन्छ। म धेरै भइरहेको थियो क्या मैले यस्तो टाइपको इभिनिङ राइडहरू नहानेको। म चाहिँ जहिले नेपालमा हुँदा चाहिँ इभिनिङ राइड मलाई एकदम सेक्सी लाग्छ क्या। टक्कसँगले इभिनिङमा जाने, पर तलतिर गएर चटपटे खाने होइन, चिया तानिदिने। अनि त्यही नै हो यहाँनिर चाहिँ यस्तो हुन्छ अस्ट्रेलियामा चाहिँ। यहाँनिर चटपटे केही खान पाइँदैन। त्यही हो म्याकडो। ओए R1 ओए केटाहरूले फ्लाइबाई चाहिँ खतरा दिइरहेछ। मेरो बाइक फेरि कहिले क्लच प्लेटले साथ दिन्छ, कहिले दिँदैन, कहिले दिन्छ कहिले दिँदैन, के भइरहेछ मलाई थाहा छैन है गाइस। अब कुन दिन राम्रै चल्छ, अब आज राम्रै चलिरहेछ। यसको नि मुड अनुसारले हो क्या। यस्तो आवाज आइरहेछ ध्रुत 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 ध्रुत। ब्रो ध्रुत 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 आवाज आइरहेछ क्या त्यहाँबाट। यसको कस्तो अनिवन आवाज आउँछ क्या, ध्रुत 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 ड्राइभको। लास्टै लाउड छ यार, यो त कानै खान्छ। यसको आइडियलको आवाज कस्तो अनिवन छ क्या। आइडियल
त्यसको आइडियलमा आवाज कस्तो छ क्या R1 को ध्रुत 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 गरेर त्यो हुन्छ नि अनइभन स्पार्क हान्छ होला क्या इन्जिनभित्र किनभने यो क्रस प्लेन इन्जिन हो नि त अब हाम्रो इनलाइन 4 को त एकैचोटि हुन्छ नि स्पार्क हान्छ होला होइन अब आई डोन्ट नो भित्र टेक्निकल टर्महरू चाहिँ मलाई थाहा छैन तर त्यही नै हुनसक्छ क्या क्रस CP4 भन्छ नि त क्रस प्लेन अनि इनलाइन र त्यो मिक्स भएको जस्तो हो क्या यो त्यसको आवाजै अर्कै छ क्या इनलाइन 4 को आवाज तपाईँको जुँ 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 गर्छ केटाहरू त्यहाँ रहेछ दामी यो सनसेट पहिला मेरो अपार्टमेन्टबाट कस्तो खतरा देख्थ्यो क्या यो सनसेट दामी ब्रिज अनि मेरो पहिलाको 17th फ्लोरमा बस्थेँ त्यहाँदेखि उतापट्टि सनसेट बवाल दामी देखिन्थ्यो क्या ब्युटिफुल भ्यू कस्तो दामी देखिन्छ कि यो पानी पनि क्या क्लियर देखिरहेछ होइन यो सनसेट यस्तो दामी सनसेट होइन मैले लाइक बवालै हो क्या यो चाहिँ अनि लुक एट अल द बाइक्स वी आर गोइङ आउट फ्रम हियर हामी चाहिँ यत्तिकै आएको हो ऱ्यान्डमली हुन्छ नि ओए मेरो ग्लोभ्स लाउनु पर्यो सँगै जाम खोइ एकजना अझै छुटेको जम आया यो घडीले गर्दा पनि झ्याउ हुने रहेछ दाइ बाइकमै जाने हो हामी वहीँसम्म ए ल